हेलो गाइज, आफ्टर लङ टाइम पछि म त ब्याक भइसकेको छु मेरो ब्लगमा। सायद देखाइदिनु गाइज। आज चाहिँ मैले के खाएँ के गरेँ सब देखाउने छु, लास्टसम्म हेरिदिनु होला गाइज। म चाहिँ बिहान उठ्नु बित्तिकै टक्क दुध लिन गएँ। हाम्रो चाहिँ मकै घारी अहिले सबै मकैतिर पलाउन थालेको छ। मकै बारीतिर अहिले मकै नै हुन्छ। त्यसपछि बिहान खासै जाडो हुँदैन त म चाहिँ देखाउँदै गएँ। त्यसपछि अनि दुध ल्याएर मेरो चाहिँ खोले पकाउने काम हुन्छ गाइज। अनि मैले चाहिँ खोले पनि बसाइदिएँ सट्टसँगले। सोले पनि पासिसकेर अनि चुल्हा खाली भएपछि मैले चाहिँ भात सात बसाइदिएँ। ग्यास अहिले सकिएको थियो, अब आगो बलेको फाइदा त उठाउनु पर्यो गाइज। त्यसपछि मेरो त्यो बस्नु नपाइने मेरो चाहिँ फेरि घर पुस्ने काम आयो। मेरो चाहिँ कामै काम हुन्छ बिहानभरि चाहिँ। अनि मैले घरसर पुसिदिएँ गाइज। मैले चाहिँ धेरै पछि भ्लग गरेर होला, अलिक बोल्न गाह्रो भइरहेछ। त्यही पनि केही छैन, फेरि कन्फिडेन्स बढाइहाल्छ नि गाइज। त्यसपछि मलाई चाहिँ साथीले बोलाइरहेको थियो, किन बोलाएको होला भनेर सोचिरहेको थिएँ। म चाहिँ साथीले कफी खानु बोलाएको रहेछ गाइज। अहिले चाहिँ गर्मी चढेकोले मैले चाहिँ आइस अमेरिकानो खान्छु भन्यो, त्यसले चाहिँ ब्ल्याक कफी खाएँ। त्यसपछि मैले आइस अमेरिकानो खाएँ। त्यसपछि अनि गाइज म चाहिँ हल्का टिकटक सिकटक बनाएँ। त्यसपछि अनि जानुपर्छ घर भनेर मैले चाहिँ भने, होइन के खान्छस् फेरि भन्न थाल्यो। तेरो पैसा खान्न के सक्दिनँ भनेर। अनि त्यसपछि अनि आइस अमेरिकानो खाएर अब चाहिँ लाग्नुपर्छ भनेर मैले चाहिँ गाइज हल्का भिडियो सिडियो बनाएँ। त्यसपछि अहिले चाहिँ पुरा गर्मी चढिसकेको छ, त्यही भएर मैले चाहिँ आइस अमेरिकानो मगाएँ। त्यसले चाहिँ ब्ल्याक कफी मगाएँ। त्यसपछि चिसो हुँदै मैले मैले चाहिँ टक्कसँगले खाँदै थिएँ, सिरप हालेँ ओरियो। त्यसले चाहिँ ब्ल्याक कफी खाँदै थिएँ। त्यसपछि भिडियो बनाइन्छु भन्थ्यो, नबना भनेको बनाइदिएँ। त्यसपछि अनि म चाहिँ चटक पार्दै खाइरहेको चाहिँ गाइज। अनि चिसो थियो। त्यसपछि पनि के खान्छस् भन्छ त, होस् तेरो पैसा सकाइदिन भनेर गाइज म चाहिँ त्यहाँबाट हिँडेँ। त्यसपछि म चाहिँ बाइकमा घरतिर लागेँ। आजको लागि यति नै गाइज। थ्याङ्क यू फर द वाचिङ माई भिडियो गाइज। माएर सपोर्ट देखाइदिँदै जानु होला। 500 सब्सक्राइबर छिटै पुऱ्याइदिनु होला। आज अर्को नेक्स्ट भिडियोमा भेट्यौँ ल गाइज। आजको लागि यति नै।